ठ्याक्कै काठमाडौँको बागमती विष्णुमती जस्तै सहरको बिचैबाट बग्ने यो खोला नेपालमा नभएर जापानमा हो। नेपालमा चाहिँ खोला नजिकमा बाढी आउँछ होइन, बस्ती जोखिम हुन्छ भन्ने धेरै चलन छ। तर यहाँ चाहिँ यस्तो मजाले व्यवस्थित गरेको छ यो खोलालाई। खोलाको छेउछेउमा चाहिँ यस्तो मजाको पार्क बनाइदिएको छ। विभिन्न मौसम अनुसार सिजन अनुसार चाहिँ एकदम त्यहाँका वरपर बस्ने मान्छेहरूले चाहिँ एकदम आनन्द लिने ठाउँ, रिल्याक्स गर्ने ठाउँको रूपमा चाहिँ यो खोला छेउछाउको जमिनलाई चाहिँ प्रयोग गरिरहेका छन् है। यहाँको सरकारले चाहिँ यस्तो मजाले व्यवस्था गरिदिएको छ है। वरपर चाहिँ मजाले न वरपरका घरलाई जोखिम छ र त्यहाँ हिँड्नलाई चाहिँ न नाक थुनेर हिँड्नु नै पर्ने अवस्था छ है त। अनि त्यो खोलाको बिचमा बग्ने पानी पनि यति सफा छ होइन, त्यो अहिले नै खान मिल्ने खालको चाहिँ पानीहरू छ। फोहोर चाहिँ कतै पनि देखिँदैन। पानी चाहिँ यस्तो सफा देख्नुहुन्छ यहाँबाट माथिबाट हेर्दा। छेउछेउमा मजाले चेरी फुलेको छ। अहिले यो सिजन नै त्यस्तै भएर होला है। नेपालमा ठ्याक्कै यसरी नै खोला छेउ वरपर हिँड्ने हो भने नाक नथुनी हिँड्न सकिँदैन होइन। सबैभन्दा ठुलो कुरा त व्यवस्थापन नै रहेछ नि होइन। विदेशीले चाहिँ यस्तो मजाको ठाउँ बनाएर प्रयोगमा ल्याएको छ।